हामीसँग क्यान कसो यो चाहिँ सबैभन्दा सुरुमा हेऱ्यौँ है त हेर्न सक्नुहुन्छ हामीसँग चाहिँ यो क्यानको पोका हो 3टा पोका छ साथीहरू साथीहरू गरे बाबु लास्ट थियो अब बुढी गयो लास्टै म चाहिँ पछि हामी यसबाट पैसा चेन्ज गर्नुपर्ने हुन्छ अब चाहिँ हामी काउन्टरतिर जान्छौँ यता चाहिँ काउन्टर साथीहरू सँगसँगै आउनुहोस् दिन्छ कि नदिने त्यसले नदिएर हुन्छ साथीहरू हामी चाहिँ हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग दिस इज दिनेश आयो सबैजना सन्चै हुन्छ र म पनि एकदम धेरै सन्चै साथीहरू सो आजको भिडियो स्टार्ट भइरहेको छ नयाँ दिन नयाँ भिडियो साथीहरू आज चाहिँ फरक किसिमको भिडियो छ जस यो चाहिँ कस्तो खालको भिडियो भने होइन अब सायद भन्छ नि नेपालीहरूको बेइज्जत गर्यो भन्नुहुन्छ होला धेरैजनाले होइन भन्नुहुन्छ मैले पहिला पनि बनाएको थिएँ तर सर्ट भिडियो तर आजको भिडियो चाहिँ अलिक फरकै छ किनभने हामीले चाहिँ 3-4जना 2जना बहिनी म बुढी मिलेर चाहिँ जस अब क्यानहरू भेला पारेर आफूले खाएको यताउता गरेर भेला पारेर चाहिँ आज हामी बेच्न गइरहेको छौँ सो कति युरोको हुन्छ आइरहनु थाहा छैन अनि सो हामीसँग चाहिँ 3 झोला छ सो म तपाईँहरूलाई देखाइहाल्छु हेर्नु होला अनि सो आज हामी यो कतिको बेच्छौँ तपाईँहरूलाई देखाउँछौँ यो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला अनि साथीहरू यो नराम्रो काम चाहिँ होइन जस्तै यो क्यानहरू बेच्ने काम होइन मान्छेले चाहिँ के गरेको भन्नुहुन्छ तर त्यो नराम्रो होइन किनभने जस्तै यसले अब लाइक सरसफाइ पनि भयो अनि यो चाहिँ यहाँ चाहिँ झन् यो फिनल्यान्डमा चाहिँ अब अरू देशमा पनि छ होला युरोपमा त युरोपतिर मलाई थाहा छैन तर यहाँ चाहिँ जसले पनि यहाँको लोकलहरू हुन्छ नि अफिसमा काम गर्ने मान्छेहरूले नि लिएर गइराख्नु भएको देख्छु किनकि म जाँदाखेरि पनि होइन हुन्छ नि म अफिसमा जाँदाखेरि त्यहाँको मान्छेहरूले सबैले यहाँ लिएर जाएर यति बेला पारेर ठुल्ठुलो कालो प्लास्टिकहरूमा भोरि बनाएर लिएर जाएर बेचिरहेको देख्छु अनि सो यो बेच्नु नराम्रो काम होइन किनकि सबैले बेचिराख्नु भएको हुन्छ अनि सो हामीले पनि 3-4जना मिलेर चाहिँ भेला पारेर बेच्दैछौँ अनि सो कति युरोको हुँदो रहेछ सो तपाईँलाई देखाउँछु यो भिडियो लास्टमा हेरेर साथ दिनु होला है त साथीहरू हामीले चाहिँ 1 महिना समथिङ कति भएको थियो होला क्यान भेला पारिरहेको थियौँ सो त्यो बेच्न जाँदैछौँ आज हामीले कति युरोको क्यान बेच्छौँ त्यो चाहिँ थाहा छैन सो तपाईँहरूलाई देखाउनेछु हामीसँग क्यान कसो यो चाहिँ सबैभन्दा सुरुमा हेऱ्यौँ है त हेर्न सक्नुहुन्छ हामीसँग चाहिँ यो क्यानको पोका हो 3टा पोका छ साथीहरू अब यो 3टा क्यान बोकेर म बेच्न जाँदैछु अनि आज यो 3टा क्यान बेच्दाखेरि कति पैसा आउँदो रहेछ फिनल्यान्डमा हेरौँ ल बाई बाई अनि साथीहरू तपाईँहरू गेस गर्नु त यति क्यान बेचेर कति पैसा आउँदो रहेछ है त यसो गर्नु पर्यो नि त यसो तपाईँहरूले ल म बाई यो चाहिँ हाम्रो रुम छेउमै अलेपा छ यो अलेपामा हाल्छ हामी बेच्न गइरहेछौँ यो मिसिनमा हाल्छौँ ल खोइ थाहा छैन त जिरो भन्छ त आइसक्यो आएकै छैन त 40 आयो 2टा गयो एउटा गएन नि त हो क्या हामी चाहिँ साथीहरू अघिदेखि हालेछौँ अनि यो हाल्दै पनि कहिले नसक्ने लागिसक्यो अनि चाहिँ 30 हुन लागिसक्यो अनि जस यहाँ चाहिँ हामीले गरेछौँ 27 युरो त भइसक्यो 28को त भइसक्यो बुढीले चाहिँ गेस गर्नुभएको थियो 30देखि 35सम्म मैले 35देखि 40सम्म गरेको थिएँ बहिनीले 50 गर्नुभएको थियो 50 नै 50 लागेको थियो यहाँ त टन्नै छ यत्रो छ यहाँ पनि यत्रो छ सो हेरौँ कतिको आउँदो रहेछ तपाईँहरू पनि गेस गरिराख्नु है त कति युरोको पुग्दो रहेछ मजाले हेर्नु होला ल अड्क्यो यो
चाहिँ यही राम्रो छ क्या साथीहरू होइन अब खाएको बोतलहरू पनि खेर जाँदैन अब नेपालमा त पुरै फ्यालिन्छ नि त क्याचक कुचुक पारेर जतापाति यहाँ चाहिँ तर यही 15 सेन्टको लोभले भए पनि राखेर थुपारेर यसरी बेच्न मिल्छ यसरी बेचेपछि केही न केही गर्न हुन्छ त्यही भएर चाहिँ यो चाहिँ राम्रो छ हामीले नेपालमा यतिको गरिदिनु भने चाहिँ देश राम्रो हुन्छ अनि आयो हुन्छ होला विकास हुन्छ होला बिस्तारै बिस्तारै यसरी अनि सब मान्छे हामीलाई हेरेर छक्क परिरहनु भएको छ आम्मामा यत्रो धेरै कसरी बेला पाऱ्यो होला भनेर होला छ अलिकति त्यहाँ 30 युरोको भयो साथीको फाइनली 40 मात्र हुन्छ कि हात यस्तो भइसक्यो कि ठिकाएर ठिराएर होइन भिन्लाएर घिन लाग्यो पुरै हेर्नु नि अहिले उयो हाल्नु कति राम्रो देखियो त हात त यस्तो राम्रो हातहरू के भन्नु यस्तो गर्नु पर्यो होइन स्ट्रगल पनि देखाउनु नि यस्तो खोल्नलाई स्ट्रगल मेरो बुढीको पायो नि त यहाँबाट भित्र जान्छ त्यो हेर्न कसरी जान्छ मान्छे के पो गर्छ रे फेरि मान्छेको यस्तो मिसिनहरू हाल्दै होइन अर्को पनि गर्छ सिटी स्क्यान टाउको एमआरआई सिटी स्क्यान पनि हो यस्तै बोतलको एमआरआई गरेको ल अझै सकिँदैन साथीहरू गरे बाबु हात खुल्या अब बुढीको चाहिँ लास्टै म चाहिँ फेरि भिडियो गरिरहेको छु नि त त्यसैले गर्दा हो नत्र त म पनि हाल्थेँ मलाई भिडियो गर्न मन लाग्यो क्या देखाउन मन लाग्यो यसो देखाऊँ न होइन यस्तो यस्तो कुराहरू विकासका कुराहरू देखाउन पऱ्यो क्या अब नेपालमा चाहिँ पनि यस्तो कुरा मेरो भिडियो देखेर क्या चेन्ज परिवर्तन आउँछ कि बालिन्साले गर्ने हो कि नयाँ काम हर्क सम्पङले गर्ने हो कि होइन त्यस्तो राख्ने हो कि यस्तो मिसिन हेर्न सक्नुहुन्छ अनि यो मिसिन भयो भने फाइदा भयो त्यसले टक्क छिरायो बच्चा बच्चीले पैसा भेला पारेर खाने भयो चक्लेट किनेर सफा पनि हुने भयो कति फाइदा भयो हेर्न त यो मिसिनले गर्दा यस्तो क्यानमा यस्तो भएर अनि फेरि अब हुन त अब फेरि अब मान्छेहरूले भन्नुहुन्छ नेपालीको बेइज्जती गरौँ यसले भनिहाल्नुहुन्छ भने पछि थाहा भएको कुरा यो भिडियो हेरेर के को बेइज्जत हुने योको रुल हो सबै फिनिसको यहाँको मान्छेहरूले नि गर्ने यही हो यो भनेको हामीले यहाँको उस गरेको साफसफाइ गरेको आफूले खाएको सामानहरू फोहोरहरू अरू बाटोतिर नफालिकन बरु त्यहीँबाट पछि केही किन्नलाई हुन्छ भनेर गरेको होइन त्यही हो साथीहरू अनि त्यो बेइज्जती भयो है यसले नेपालीको बेइज्जत गर भने चाहिँ नभन्नु भन्ने मान्छेहरू को म पाउनु ए ल उहाँले पढाउँ म कलाई सकिन लाग्यो साथीहरू अब चाहिँ फाइनली यति बाँकी छ यति छ यहाँ यति छ कति पुग्यो 36 पुग्यो त्यही 40 नै पुग्छ है क्या हो 45 चाहिँ हुने हो सकिन लाग्यो साथीहरू त्यही हो लेखेको छैन भने प्यान्टी लेखेको छैन भने चाहिँ आउँदैन नि गाइस ऊ यस्तो लेख्नुपर्छ ला धेरै भएर आफैले गर्नु एउटा त आइसक्यो साथीहरू 36.90 युरो अब अर्को बाँकी छ
लास्टै हो यो चाहिँ थोरै छ यहाँनिर भयो 150 ल अन्डाको बिल पनि छ त्यहाँ गाडा बुढी एक्सप्रेसन देखाउँदा कि €4 36 हो 32 42 पुग्यो कोरे हालेको गाह्रो छ चाहिँ कोरे होला होला सक्यो ल सकेपछि सेनिटाइज गर्नु पऱ्यो यसरी हात पुस्नु पऱ्यो निकालेर यही साथीहरू यहाँ निस्किसक्यो अब म तपाईँहरूलाई कतिको भयो देखाउँछु है हेर्नुहुन्छ 36 अनि €6 फाइनली साथीहरू हामीले चाहिँ €42 को चाहिँ बेचिसक्यौँ क्यान अनि चाहिँ अब चाहिँ हामीले यसबाट पैसा चेन्ज गर्नुपर्ने हुन्छ अब चाहिँ हामी काउन्टरतिर जान्छौँ यता चाहिँ काउन्टर साथीहरू सँगसँगै आउनुहोस् दिन्छ कि नदिने हो त्यसले नदिएर हुन्छ त्यही भएर हामी चाहिँ अब काउन्टरमा आइसक्यौँ सो अब यो साट्छौँ हामी है त हेरौँ खाना खिच्नु जस्तै खिच्नु फेरि साह्रै खिच्यो अब त्यो आउँदैन होला नि त पैसा दिनु लोभ यत्रो छ आयो मक्खर लाग्ने हाँस्दै आउँदैछ यहाँबाट टोटल चाहिँ 42.95 43 दिन्छ होला दिँदैन No. ए वाला Kitos. साथीहरू फाइनली हाम्रो चाहिँ हेर्न सक्नुहुन्छ हातमा €40 अनि यहाँ छ यो €42.95 को चाहिँ हामीले बितिसक्यौँ सो हामी जान्छौँ बाई ल यसरी खिच्दैन साथीहरू हामीले चाहिँ €42 को बेचिसक्यौँ 42.95 को अनि सो अब चाहिँ हामी जाँदैछौँ घर अनि सो म चाहिँ एकदम खुसी छु किनकि यतिको बेच्नु भनेको पनि ठुलो कुरा हो अनि तर यसमा चाहिँ धेरैजनाको मेहनत छ मेरोमा त होइन सबैजनाले भेला पारेको क्यान थियो मैले एक्लैले होइन जस खुसी लाग्यो सबैजना मिलेर गरेको अब हामी यसमा जे आउँछ हामी सबैजना मिलेर खान्छौँ के गर्छौँ हेरौँ धेरै पनि फाइनली हामीले चाहिँ बेचिसक्यौँ अनि सो अब चाहिँ घर जानुपर्ने हुन्छ नि एकदम खुसी लाग्यो मलाई चाहिँ जस त्यतिको बेच्नु भनेको पनि होइन सबैजनाको मेहनत थियो खुसी लाग्यो साथीहरू अनि सो त्यही हो अनि हामी चाहिँ रुमहरू पनि आइसक्यौँ भने जस अब चाहिँ हामी खानाहरू खानु पर्ने हुन्छ अनि हामीले चाहिँ यति मजा आयो मलाई खुसी लाग्यो किनकि साथीहरू होइन जस बेच्न पायो जस त्यत्तिकै होइन अब लाइक हुन्छ नि त्यत्रो €42 भनेको त सम्झि एकजनालाई पनि 1 महिना खाना पुग्छ क्या एकदम राम्रोसँगले खर्च गर्नु भने 1 महिना पुग्छ क्या त्यसले किनकि मजाले अब सस्तो फेरि अब अरूको जस्तो होइन हाइफाई लाइफ तरिकाले बाहिर गएर खाने अनि एकैचोटि अब होइन त्यो किलोको €2 €3 को चामल किनेर खायो भने त पुग्दैन त्यही 45% वाले चामल अनि लाइक नर्मल तरिकाले खायो भने चाहिँ एकजना मान्छेलाई समथिङ €42 ले खानालाई मात्रै चाहिँ पुग्छ साथीहरू जस
भात तरकारी खानालाई चाहिँ पुग्छ। सो त्यति गर्नु भनेको नि एकदम राम्रो कुरा हो होइन। जस्ट अब त्यो लाइक हुन्छ नि अब मान्छेले त भन्नुहुन्छ अभियसली थाहा छ मलाई, सबैले भन्नुहुन्छ ए यसले नेपालीको पैसा गएर क्यान टिपेर थोत्रिरहनु, मलाई त भन्ने नै त्यही हो, मान्छेहरूले भन्नुहुन्छ भन्ने मान्छेले त्यो पनि यसमा नि अब होइन अब लाइक जस्तो सोच त्यस्तै हुन्छ क्या। अब लाइक यसमा गलत काम चाहिँ छ जस्तो लाग्दैन, किनकि यो त सबैजनाले यहाँ त गरिराख्नु भएको छ, त्यो गरोस् है भनेर त्यो मेसिन त्यहाँ राखिदिएको हो अनि त्यसमा पैसा राखिदिएको हो नि त होइन। अनि त्यो गलत चिज चाहिँ होइन जस्तो लाग्छ। अनि त्यही हो अब भन्नु त भन्नुहुन्छ होला, जस्तो हाम्रो नेपालमा पनि यो कुरा हुनु भने कति राम्रो हुन्थ्यो, कति सरसफाइ हुन्थ्यो होइन। जताततै थोत्रे क्यानहरू हुँदैन थिए, बोतल भयो जतापाइ त्यो हुँदैन थिए। हाम्रो अब गाउँतिर घरका बारीभरि त हुँदैन थियो होला, त्यो टिपेर जलाउनु पर्दैन थियो होला, सर्कल लगेर बेचिन्थ्यो होला सबैजनाले होइन। सबैजनाको आदत बस्थ्यो होला, सबैजनाले गरिरहेको भए यो कुरा नर्मल लाग्थ्यो होला। अब त्यो हाम्रो नेपालमा नि त्यही क्यान बेच्ने, बोतल बेच्ने, थालचिज बेच्नेले करोडौँ पैसा कमाइरहेको हुन्छ, भित्री देखेको हुँदैन, बाहिर गर्दा जहाँ यस्तो काम गर्छ भनेर भनिराख्नु भएको हुन्छ होइन। तर यो मलाई चाहिँ ठुलो सानो काम भनेको कहिले पनि ठुलो सानो लाग्दैन। मलाई जस्तो काम पनि मलाई चाहिँ कामै हो, पैसा हो, कमाउनु एकदम राम्रो कुरा हो, जे गर हो पैसा कमाउनु, चोर्न भएन, लुट्न भएन, ठग्न भएन। तर घाँस गाउँमा पनि हलो साग सब्जी कोतालो खनेरै पैसा कमाओ होइन, दुःख गरेकै हो। अनि मलाई विदेशमा आएर पनि त्यस्तो नर्मल लाग्दैन। पहिला कुवेतमा एकदम भिआइपी काम पनि गरेँ, अब पुरै बारिस्ता भएर आनन्दले अर्डर आएपछि मात्रै बनाउने, चट्ट बस्ने होइन, दिनभरि 8 घन्टाको ड्युटीमा 1-2 घन्टा काम गरेको पनि बिताएकै हो। अहिले जस्तोसुकै काम पनि गरेको, अनि त्यो कुरालाई चाहिँ काम ठुलो सानो हुँदैन होइन। अनि त्यस अब राम्रो सोचिदिनु होला, नराम्रो नभन्नु होला भन्दै आजको भिडियो यहीँ टु हुन्छ एन्ड थ्याङ्क्स सो मच वाचिङ माई भिडियो, किप लभिङ, किप सपोर्टिङ एन्ड डु सब्सक्राइब माई युट्युब च्यानल भन्दै ओके बाई बाई एभ्रिवान, लभ यु अल। अनि मैले पहिलाको जस्तो भ्लग अपलोड गर्न पाइरहेको छैन, किनकि अहिलेको यहाँको मौसम फिनल्यान्डको भन्नुहुन्छ भने चाहिँ एकदम अँध्यारो हुन्छ, बिहान उठेदेखि बेलुका सुत्ने जेल सबै अँध्यारै भइरहेको हुन्छ। त्यही भएर कहीँ बाहिर पनि जाइँदैन, लास्ट चिज छ त्यसले भ्लगहरू हाल्न पाइरहेको छैन भन्दै ओके बाई बाई, लभ यु बाई।